हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हतार गरेर अफिसदेखि हतार गरेर घर गएँ। घर गएर बसिरहेको थिएँ है। अनि बुढा चाहिँ अफिसबाट आउनुभयो। आज चाहिँ कस्तो झ्याउ लागिरहेको छ, बोर लागिरहेको छ, कहीँ घुम्न जानु त भन्नुभयो। अनि त्यसपछि मैले भनेँ कि जाऊँ न त, गौँथली मुभी लागेको छ अरे, सबैजना जानुभएको छ हेर्न, सबैजना रोगको छन्, कस्तो रहेछ हामी पनि हेरौँ न त भनेर भने मैले। अनि बुढाले चाहिँ भन्नुभयो कि जाऊँ न त, कस्तो रहेछ हामी पनि हेरौँ न त, अनि फ्रेस पनि भइन्छ भनेर भन्नुभयो। हामी चाहिँ सर हुँदै गयो, जाँदैछौँ है। बाटो त यति खराब रहेछ है साथीहरू, त्यो पनि बिस्तारै बिस्तारै गयो। मैले मेकअप गरेको पनि सबै धुलोले केही मेकअप गरे जस्तो देखेको थिएन कि साथीहरू। त्यो पनि बिस्तारै अनि हामी चाहिँ 4जना गएको है। उनीहरू पनि पछाडि पछाडि आउँदैछन्। पर्ख्यो भन्दै थियो, अनि हामी चाहिँ अहिले अगाडि थियो। आऊ भनेर हामी चाहिँ अगाडि गइहाल्यो। अनि जहाँ यस्तो रमाइलो भएको थियो है साथीहरू। तर फिल्म हल चाहिँ तल रहेछ क्या साथीहरू, त्यही पनि बिस्तारै बिस्तारै गयो। म चाहिँ पहिलोपटक गएको है। अनि म फाइनली मुभी चाहिँ लाग्नु लागिसकेको रहेछ, फिल्म हल चाहिँ आयो। अनि त्यसपछि कति धेरै मान्छे हो साथीहरू, सबैजना अगाडि आइसकेको रहेछन्। हामी चाहिँ अलि ढिला भइसकेको थियो कि आउँदै। त्यसपछि हामी चाहिँ स्कुटर चाहिँ पार्किङ गऱ्यौँ। गइसकेपछि कति धेरै मान्छे हो, बच्चाहरू पनि सबैजना आएको रहेछ साथीहरू। अनि पछि टिकट चाहिँ काट्यौँ क्या टिकट चाहिँ काट्यौँ है साथीहरू। 4जनाको टिकट काट्यौँ। अनि तर हामी चाहिँ ढिला गइसकेर होला, टिकट चाहिँ लास्टको पाएको थियौँ कि। अनि म पनि देखौँ न त सबै भनेर देखिहालेँ है। एकदिन कस्तो देखिन्छ साथीहरू, कमेन्ट गर्नु ल एकपटक। अनि फोटो खिचौँ भने कसरी नमान्ने, सबैले फिल्मेर हतार थियो कि है साथीहरू। त्यही पनि बिस्तारै कोचाकोच गरेर भित्र छिर्यौँ हामी। अनि पछि टिकट चाहिँ 4जनाको मसँगै थियो। अनि टिकट चाहिँ स्क्यान गर्नुभयो, उहाँ स्क्यान गर्ने मान्छेले चाहिँ गर्नुभयो। अनि चाहिँ हामी चाहिँ भित्रतिर लाग्यौँ। भित्र चाहिँ कस्तो राम्रो है, म त पहिलोपल्ट गएको है साथीहरू, कस्तो राम्रो रहेछ। अनि त्यही भएर कस्तो रमाइलो लाग्यो कि मलाई चाहिँ। म हेर्नु त कस्तो देखेको छु साथीहरू, यसो भिडियो बनाऊँ त भनेर बनाइहालेँ मैले साथीहरू। अनि पछि गौँथली मुभी हेरौँ भनेर गइयो है। भित्र चाहिँ हामी चाहिँ भित्र चाहिँ जान थालेका थियौँ। भित्र चाहिँ सबै मान्छेहरू भित्र गइसकेका थिए। त्यही पनि हामी चाहिँ अगाडि एकछिन बस्यो। अनि पछि हामी चाहिँ भित्रतिर लाग्दै थियौँ। अनि हामी चाहिँ अब टिकटको सिट त कुद्नु पर्यो। अनि त्यही भएर खोज्न जान लाग्यो है। पुरै अँध्यारो भइसक्यो, मुभी चाहिँ सरेको थिएन, तर सबैजना चाहिँ भित्र गइसकेको थियो सबैहरू। अनि हामी चाहिँ टिकट लगेर चाहिँ हामी चाहिँ सिट खोज्नको लागि अगाडि गयौँ। अनि सिट चाहिँ भेटिरहेको थिएन कि साथीहरू, त्यही पनि खोज्दै थियो।